यो चाहिँ कटिङ भएको चाहिँ उठाउने काम चलिरहेको छ र फाइनली लास्ट खेतमा पुग्यो साथीहरू। यहाँदेखि तलतिरतिर खेत छैनन्, अब यहाँदेखि माथितिरबाट टिप्दै टिप्दै आयो। यो साइडको उठाएर भ्यायो साथीहरू, यो यहाँसम्म बिहानसम्म यहाँसम्म उठायो। अब चाहिँ यहाँदेखि अगाडि उठाउनु पर्ने छ साथीहरू। यहाँदेखि अगाडि चाहिँ उठाइएको छैन, यताबाट उठाउने आयो, यतादेखि उठायो साथीहरू। अब चाहिँ यता उठाउनु बाँकी छ र यहाँदेखि चाहिँ उठाएर तलतिरतिर फाल्नु एकदमै सजिलो छ साथीहरू। उता त्यहाँतिर घाँस छ, तलतिर बगैँचा थियो, फेरि तल घरतिर चाहिँ बगैँचा छ र हामी चाहिँ उठाएर यहाँदेखि फाल्यो। नत्र चाहिँ र बगैँचाको एक साइड जहाँ चाहिँ खाली जग्गा छ वहाँ चाहिँ लिनुपर्छ साथीहरू। उठाउनु पनि एकदमै छ, जहाँ जहाँ चाहिँ छेउ चाहिँ छ त्यहाँ चाहिँ उठाउनु कुमै छ। यता चाहिँ पोलुङको रुखतिर, यो चाहिँ आरुको रुखतिर र यता नुस्पतिको रुखतिर चाहिँ धेरै छ साथीहरू, एकदमै धेरै उठाउनु पर्ने छ। र यतातिर पनि कमै छ, यता चाहिँ पेस्ट लगाएर भ्यायो साथीहरू। यो चाहिँ पेस्ट यहाँ चाहिँ लगाउन भुलिसकेको रहेछ, यहाँ चाहिँ पेस्ट लगाउने काम भ्यायो साथीहरू। अझै चाहिँ यो चाहिँ सेक्टा उठाउन धेरै छ साथीहरू। पारीतिर त सुरु नै भएको छैन, त्यहाँ पारी अझै बगैँचा धेरै ठुलो छ साथी। र वहाँदेखि उठाएर ल्यायो जहाँ चाहिँ पुल देखिन्छ साथीहरू, त्यहाँदेखि यहाँ चाहिँ म उठाएर ल्याएँ। लगभग 1 हप्ता लागिसक्यो साथीहरू, 5-6 दिन लागिसक्यो। र यता चाहिँ यो चाहिँ फुल्न सुरु भइसकेको रहेछ, चाहिँ देख्न सक्नुहुन्छ। यसको नाम चाहिँ आरु, के अरे आरु जस्तै साथीहरू। यो चाहिँ आरु जस्तै हुन्छ, यो चाहिँ के भन्छ यार, यो यसको नामै के यार बिर्सिहाल्यो साथीहरू। यसलाई के हो र भन्छ यार, दिमागमै आउँदैन साथीहरू, यसको नाम के हो र भन्छ। यो चाहिँ यस्तै बिस जस्तै हुन्छ सेतो, यसलाई फुटाइले खानामा एकदमै टेस्ट हुन्छ साथीहरू। यो चाहिँ पुरा फुलिरहेको रहेछ। यहाँ चाहिँ 2-4वटा रुख छ, एउटा रुख चाहिँ यो, एउटा चाहिँ यो, अनि एउटा चाहिँ ऊ पारी छ साथीहरू। यो चाहिँ के भन्छ यसको नाम, काजु किसमिस जस्तै हुन्छ साथीहरू, र किसमिस जस्तै हुन्छ। यसको चाहिँ भित्र फुटालेर खाने हो भने किसमिस जस्तै हुन्छ, बाहिर चाहिँ एकदम बलियो हड्डी हुन्छ साथीहरू। र अब चाहिँ हामी चाहिँ यहाँ उठाउँदैछौँ र भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो कस्तो लाग्छ, मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। र यहाँ चाहिँ तल चाहिँ त्यो चाहिँ हटकोटी ड्याम हो साथीहरू। र आजको मौसम पनि एकदमै बोवाल छ, एकदमै घाम लागिरहेको छ साथीहरू, र हावा चलिरहेको छ। र हामी चाहिँ अब फाइनली यतादेखि उताउने त्यता लैजानु पर्यो साथीहरू। यतादेखि सुरु छ र यतादेखि लैजानु। भिडियो अन्तिमसम्म हेर्नु होला। अहिलेको लागि यति नै। चाहिँ हातकोटी ड्याम हो साथीहरू, यो चाहिँ हातकोटी ड्याम। यता पारी चाहिँ हतकोटी साथीहरू, यो चाहिँ हतकोटी मन्दिर हो। तल चाहिँ र पारीतिर घाम छ। आजको मौसम चाहिँ एकदम उठाउँदै वाला छौँ सेक्टा। यो चाहिँ सेको बगैँचा साथीहरू, यहाँनिर चाहिँ उद्धिसक्यो रहेछ। यता चाहिँ यो चाहिँ पोलुङमा एकदमै सेक्टा छन्, यिनीहरू चाहिँ उठाउनु पर्ने हुन्छ साथीहरू। यो देख्न सक्नुहुन्छ, यो चाहिँ पुरा उठाउनुपर्छ। यो चाहिँ कटिङ भएको स्याउ, हिजो अस्ति मात्र यो चाहिँ कटिङ गरेको। यो चाहिँ स्याउको होइन साथीहरू, यो चाहिँ आरुको हो, पोलुङको हो। र यतातिर चाहिँ उठाएर भ्याइयो, यतातिर पेस्ट पनि लगाइयो। देख्न सक्नुहुन्छ, यो चाहिँ पेस्ट लगाएको हो अस्ति। यसरी चाहिँ पेस्ट लगाइन्छ। यो जहाँ चाहिँ कटिङ भएको छ यहाँ चाहिँ यसरी पेस्ट लगाइन्छ साथीहरू। यहाँदेखि पानी घुस्दैन, यो चाहिँ पुरा उसमा चाहिँ लगाएको छ। अब चाहिँ हामी चाहिँ ट्याक्क हाम्रो लागि चाहिँ रस्सी चाहिन्छ बाँध्नको लागि। यो चाहिँ कैँचा र सेक्टर चाहिँ टिपेर लास्ट लोबोक थोरै अलिकति बचेको छ साथीहरू। फाइनली यताको चाहिँ सकिन लाग्यो र हामीले चाहिँ यहाँको टिपेर भ्याइसक्यौँ। र अब चाहिँ यो खेतको चाहिँ हल्का बाँकी छ, यतातिर बाँकी छ, र यताको साह्रै भ्याइयो। र अब माथितिर पनि भ्याइयो साथीहरू। यताको चाहिँ फाइनली चाहिँ सकिन सुरु भइसक्यो। र भिडियो कस्तो लाग्यो, भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गर्न नभुल्नु होला। आजको मौसम पनि बोवाल छ। सो फाइनली स्याउ फुल्न पनि सुरु भइसक्यो। त्यो चाहिँ पेस्ट चाहिँ यसरी लगाइन्छ, यहाँ चाहिँ पेस्ट लगाउनु छुटिसकेको रहेछ। र यता चाहिँ यो चाहिँ दाउराको लागि काटेर राखिएको छ साथीहरू, छोटा जो चाहिँ धेरै चाहिँ कटिङ भएको थियो। त्यो चाहिँ पछि दाउराको काम आउँछ भनेर त्यसलाई चाहिँ यता राखिसकेको छ। यो चाहिँ नास्पाती रुखको साथी। यतातिर चाहिँ एकदमै धेरै सेक्टाहरू परिरहेको थियो, यहाँको चाहिँ फाइनली उठाएर भ्यायो। र साथीहरू यहाँदेखि आज चाहिँ यो खेतदेखि नत्र यो नास्पाती अलिक ज्यादै भइदिए भए चाहिँ आज सकिने थिएन। यहाँदेखि चाहिँ सकियो।